नेपाल सरकारको पर्यटन मन्त्रालयद्वारा सञ्चालित देवघाट क्षेत्र विकास समिति राजनीतिक कार्यकर्ताहरू भर्ती गर्ने अड्डा। नेपालकै एक ऐतिहासिक तथा धार्मिक महत्व बोकेको तीर्थस्थल देवघाट धाम, जहाँ प्रत्येक वर्ष हजारौं श्रद्धालुहरू पूजा स्नान र मोक्षको आशामा आउने गर्दछन्। धर्म र संस्कृतिको संरक्षण गर्ने उद्देश्य सहित विक्रम सम्वत 2050 सालमा स्थापना गरिएको देवघाट क्षेत्र विकास समिति, जुन नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको छ, आज भने व्यवस्थापनको सवालमा गम्भीर प्रश्नको घेरामा रहेको छ। देवघाट क्षेत्र विकास समिति स्थानीयका अनुसार यो समिति विकास र व्यवस्थापन भन्दा बढी राजनीतिक भागभण्डाको केन्द्र बन्दै गएको आरोप लागेको छ। विभिन्न राजनीतिक दलहरूले आफ्ना कार्यकर्ता व्यवस्थापन गर्ने थलोको रूपमा प्रयोग गरिरहेको आरोप यस समितिलाई लागिरहेको छ। यस्तो त मलाई लाग्दैन। किन लाग्दैन भन्दाखेरि नि यहाँ पहिलो कुरो राजनीतिक नियुक्ति भनेको कार्यकारी निर्देशकको मात्रै हो एउटा तलब खाने नियुक्ति। अरूको कुनै पनि समितिको सदस्यहरूको तलब हुँदैन, तलब भत्ता हुँदैन, हो कि त्यो नहुने हुनाले यहाँ भर्ती गर्नु भनेको सोसल वर्क गर्नु हो, सोसल वर्क गर्ने हो होइन। त्यस कारणले गर्दाखेरि यहाँ चाहिँ भर्ती केन्द्र बनाइरहनु पर्छ, भर्ती केन्द्र बनाउने उद्देश्यले खोलियो भन्ने लाग्दैन। बाहरूको शासनमा जसको सरकार उसको कार्यकर्ता समितिमा भर्ना, कर्मचारीको तलब भत्ताको निम्ति पर्यटकहरूसँग अव्यवस्थित पार्किङको नाममा र डुङ्गा व्यवसायहरूद्वारा ठेक्काको नाममा 10 लाख बराबर वार्षिक रकम सङ्कलन। तर कर्मचारीहरूको कार्य सम्पादनमा उल्लेखनीय प्रगति देखिन नसक्दा परिणाम शून्य। तलब भत्तामा चाहिँ अब आउने बजेट 35 लाख रुपियाँ हो, त्यो हामी तलब भत्तामै खर्च गर्छौँ र विकासका लागि भनेर 50 लाख रुपियाँ खर्च गर्ने गरिएको छ र अरू नपुग रकम, तलब भत्ताका लागि नपुग रकम चाहिँ हामी स्थानीय स्रोतहरूबाट पनि व्यवस्थापन गर्नुपर्ने बाध्यता छ। देवघाट क्षेत्र विकास समितिको स्थापना किन भयो? धर्म संस्कृतिको संरक्षण गर्दै धार्मिक पर्यटनको विकास गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने उद्देश्यले र देवघाटलाई धार्मिक पर्यटकीय गन्तव्यको क्षेत्र बनाउने योजनाहरू के छन् त? देवघाट क्षेत्र विकास समितिसँग भन्दा केवल एउटै योजनामा सीमित समिति, त्यो पनि केवल एउटा किताब छाप्ने। टुरिज्मको विकास हुन सक्छ भन्ने अभिप्रायका साथ देवघाट दिग्दर्शन भन्ने पुस्तक हामी प्रकाशन गर्दैछौँ। क्षेत्र विकास समिति प्रश्नकै घेरामा सरकारको कडा कदम आउन सक्ने संकेत। हाल विभिन्न विवाद र प्रश्नको घेरामा परेको क्षेत्र विकास समितिमाथि सरकारको ध्यान केन्द्रित भएको छ। स्रोतका अनुसार वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै बालेन सरकारले समितिमा व्यापक कर्मचारी हेरफेर गर्ने वा आवश्यक परे संस्था नै खारेज गर्ने विकल्पसम्म अघि बढ्न सक्ने प्रबल सम्भावना रहेको छ। समितिको कार्य सम्पादन, पारदर्शिता र बजेट उपयोगितामाथि उठिरहेका प्रश्नहरूका कारण यस्तो कदम चाल्न सकिने बताइएको छ। यद्यपि यस विषयमा आधिकारिक निर्णय भने सार्वजनिक भइसकेको छैन।